सम्मानीय सभामुख महोदय, आज म सरकारले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता बारेमा छलफल गर्न रोज्न म उभिएको छु। तर म सभामुख महोदय एउटा निवेदन गर्न चाहन्छु। अहिले सत्तारूढ पार्टीका सांसद अमरेश कुमार सिंहले भन्नुभयो, थिति नबिगार है, थिति बिग्रियो भने मुलुक अगाडि बढ्दैन। त्यसैले गर्दाखेरि यो जसले विनियोजन विधेयक 83 सिद्धान्त र प्राथमिकता पेश गरौँ, ऊ नहुँदा मैले कसरी कुरा राखौँ? गम्भीर कुरा छ। तपाईलाई सभामुख महोदय तपाईलाई सुनाएर हुन्छ? बिल्कुल हुँदैन। मान्यज्यूहरूलाई सुनाएर हुन्छ? हुँदैन। त्यसैले गर्दाखेरि सभामुख महोदय तपाईलाई म निवेदन गर्छु, आग्रह गर्छु, अर्थमन्त्री नआइन्जेलसम्म यही ड्यासमा बस्छु। माननीय सदस्य अर्थमन्त्री आउँदै हुनुहुन्छ। सूचना पुगिसकेको छ। माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा माननीय मन्त्री आइपुग्ने कुरा भएको छ। अगाडि बढ्नुहोस्। होइन, म थितिलाई जुन छन् थितिलाई त्यसलाई म जुन परम्परा थितिलाई म त्यसलाई बदल्न चाहन्न। किन चाहन्न? यहाँ हेप्नु भयो क्या? मैले अस्ति पनि भनेको नि त, प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने। अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ? गम्भीर प्रश्न बनिसक्यो। अब प्रतिपक्षलाई दिनुहोस्, हामी चलाउँछौँ यो देश, हामीसँग हिम्मत छ, हामीसँग यो देश चलाउने। हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ। तपाईँ प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री पनि नआउने, कसरी चल्छ यो सदन? आज उहाँले पेश गर्नुभएको यो विनियोजन विधेयकमा मैले छलफल गरेर के उपलब्धि हुन्छ? हुन्न। त्यसैले गर्दाखेरि म आइन्जेल त बल्दै बल्दिनँ। हेर्नुहोस् ल, मान्य सदस्य, मान्य मन्त्री आउँदै नै हुनुहुन्छ। त्यस कारणले आफ्नो कुरा अगाडि बढाउँदै गरौँ। होइन, उहाँ आएपछि मेरो कुरा राख्नेछु। मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनटका लागि स्थगित हुन्छ।